ल नेक्स्ट च्यालेन्ज है। छोराछोरीको अगाडि के छ? तीनटा ट्रायंगल छ। फर्स्टमा चाहिँ दुईजना हार्यो। तीनटा ट्रायंगल छ। अब यो तीनटा ट्रायंगलमा एउटा ट्रायंगल हटाएर एउटा ट्रायंगल तीनटा पेन्सिल हटाएर अब के बनाउनु पर्यो त्यसमा? 5वटा ट्रायंगल बनाउनु पर्यो। ओके ल लेट्स स्टार्ट। 5वटा ट्रायंगल। नभए फेरि दिमाग लाउने। 1 2 3 4 5। त्यो ट्रायंगल कसरी भयो? तलको खोइ त। छैन। अनि त्यसरी ट्रायंगल भएन। लेस दिमाग लाम जहाँ पाए त्यहीँको झिक्नु भएन नि त छोरी। एउटा साइडबाट कर्नरबाट झिक्दै जाने होला नि त। जहाँ पाए त्यहाँबाट झिकेर कसरी भयो? ल ल ल ल ल ल ल दिमाग लाऊ। यसो सोच न कसरी हुन्छ भनेर। ल त्यस्तो हुँदैन नि। तल खोइ त, तलको लाइन खोइ त। त्यत्तिकै उ गरेर हुन्छ। ठिक छ, दिमाग लाउने हो जसरी हुन्छ। चाँडा भयो हिमाल। हिमालको हुन त भयो, चाँडा भयो हिमालको। बेसी अगाडि चाँडा भयो। तर 5वटा हुनु पर्यो है। चाँडा चाहिँ भयो है। अहिलेको 4 जस्तो हुँदैन यसमा। यसमा त ट्रायंगलै हुन्छ। ठिक छ, यो सेम हो। ल खोइ त मुभ अलिअलि त मुभ गर न। कता राख्दा मिल्छ कि भनेर मुभ पनि यसो गर्नु पर्यो नि त बेलामा। आएन? पास? गिभ अप? जे पाए त्यो बोल्नु हुने है। गो टु स्पिच। भएन। 1 2 3 4। 1 2 3 4 ल। 4 चाहिँ भयो। 1 2 3 4। एउटा पुगेन। भयो पास? गिभ अप? नो पास। ल हिमालले मिलो लाग्छ है। ल ल गर त हिमाल गरे जस्तै गर त। हेर है छोरी, दादाले गरेको हेर है। ल हेर दादाको हेर। ल गुड ल हिमालले मिलायो है छोरी। दादाले मिलाएर 5वटा भयो। फुल ट्रायंगल। ल हिमाल विनर भयो है यसमा चाहिँ। ल हिमाल विनर। ल ताली छोरी, ताली। रिसाउने होइन, ताली। ल बधाई छ छोरीलाई।